मुख्य भाइ ये धेरै जाने न मलाई थाहा थिएन आफूभन्दा ठुला बडाको घरमा नसोधिकन भित्र छिर्छस् धेरै नबोल कमसे कम त आफ्नो छाउरालाई संस्कार सिकाउनु पर्छ संस्कार त सिकाउनु पर्छ मैले माफ गर्नु मुखिया साहब अब यो सानो बच्चालाई घरमा जाँदाखेरि के थाहा त्यही पनि तपाईको घरमा आयो भने नाटक आउने स्त्री हाने त आफ्नै हातमा हामीले त आफ्ना छोराछोरीहरूलाई सबै संस्कारमा उठाएका छौँ त्यही भएर अहिलेको जमानामा पनि आएर यस्तो कुरा गर्दै हुनुहुन्छ हामी गरिब छौँ भनेर मुखिया साहब हामीले रात दिन खटिएर हजुरको खेतमा काम गरेपछि बल्ल हजुरको घरमा एकसाथ खाना आउँछ अनि यो आदि स्वतन्त्रको आधारमा भेदभाव केका लागि मान्छेहरू सबै एउटै हुनुहुन्छ हात काटेपछि सबैको रगत आउने भनेको रातै नै हो अब अस्ति पनि मुखिया साहब हामी यो सब अझै सहर बस्न सक्दैनौँ तर जबसम्म तपाईँ जस्ता मान्छेहरू यो समाजमा हुन्छ यो समाज कहिले सुध्रिन सक्दैन बाबु तपाईँले यो बच्चालाई छुटिरहँदा तपाईँको मनमा एकचोटि पनि ख्याल आएन सानो बच्चाको मनमा कस्तो असर पर्छ होला भनेर किन दिन्छौ यस्तो पीडा र दाउ जातको नाममा किन टाढा पार्छौ निष्कलङ्कन बाल्यकाल किन चितार्छौ उनीहरू त फुल झै कोमल हुन्छन् माया र साथकै खोजीमा हुन्छन् तर विवेकको कालाले घोज्छ बारम्बार रोकिदिन्छ सपनाको उडान हजार हेरौँ न उनीहरूलाई एउटै आँखाले माया गरौँ समान भावनाले आजको सानो परिवर्तनले भोलिको संसार उज्यालो बनाउँछ नि हामी सबै समान हौ समान